के तपाईको पनि मोबाइलको स्टोरेज भरिएर टेन्सनमा हुनुहुन्छ? हो, अब टेन्सन नलिनुहोस्। हामीलाई गुगल ड्राइभले 15 GB सम्मको स्टोरेज फ्रीमा दिइरहेको हुन्छ। हो, आजको यो भिडियोमा म तपाईलाई कसरी चाहिँ गुगल ड्राइभ युज गर्ने भनेर चाहिँ सिकाउने छु। नमस्ते सबैजनालाई, स्वागत छ मेरो युट्युब च्यानलमा। हो, आजको यो भिडियोमा हामी कुरा गर्नेछौँ कसरी हामीले गुगल ड्राइभ युज गर्न सक्छौँ भनेर। यदि तपाईहरूको पनि मोबाइलको स्टोरेज फुल भएको छ भने अब हामीले सजिलैसँग गुगल ड्राइभको स्टोरेज युज गर्न सक्छौँ। गुगल ड्राइभले हामीलाई 15 GB सम्मको फ्रीमा स्टोरेज दिइरहेको हुन्छ। हो, यदि हामीले गुगल ड्राइभ युज गर्यौँ भने यो हाम्रो लागि लङ टर्मसम्मको लागि चाहिँ हुने गर्छ। त्यसको लागि हजुरहरूले चाहिँ आफ्नो ल्यापटपमा रहेको चाहिँ कुनै पनि ब्राउजर खोल्न सक्नुहुन्छ। ब्राउजर खोलिसके पश्चात हजुरले चाहिँ ब्राउजरमा गएर सर्च गर्न सक्नुहुन्छ driver.google.com भनेर। हो, यो सर्च गरिसके पश्चात हजुरले गुगल ड्राइभरको इन्टरफेसमा चाहिँ पुग्नुहुन्छ। हो, यहाँ पुगिसके पश्चात हजुरले देख्न सक्नुहुनेछ माई ड्राइभ, कम्प्युटर, सेयर विथ मी, रिसेन्ट भनेर चाहिँ हजुरले चाहिँ देख्न सक्नुहुन्छ। यहाँनिर हजुरले चाहिँ आफ्नो चाहिँ स्टोरेज पनि देख्न सक्नुहुन्छ। 15 GB चाहिँ हजुरको स्टोरेज चाहिँ दिएको छ। त्यसमा चाहिँ मेरो 5.39 GB चाहिँ युज भएको छ। हो, यति मात्र हो र यदि हामीले यहाँ बनाएको कुनै पनि फाइलहरू अपलोड गरेको छौँ भने जबसम्म हाम्रो इमेल रहन्छ तबसम्म चाहिँ हामीले चाहिँ यसलाई युज गर्न सक्छौँ। यदि मेरो कुनै मोबाइल हरायो भनेपछि हाम्रो ग्यालरीमा भएको सबै फोटोहरू, इमेजहरू, भिडियोहरू चाहिँ सबै हराउने हुन्छन्, लस हुन्छ। हो, त्यसैले हामीलाई गुगल ड्राइभले 15 GB सम्मको स्टोरेज दिएको हुन्छ, जो चाहिँ लङ टर्मसम्मको लागि हुन्छ। यदि पछि गएर हामीले कुनै पनि अर्को मोबाइल डेस्कटपमा चाहिँ यही इमेल हामीले लगइन गऱ्यौँ भने हामीले चाहिँ यो पाउँछौँ। जुन हाम्रो चाहिँ गुगल ड्राइभमा चाहिँ सेभ भएको हुन्छ, यो सबै कुराहरू चाहिँ पाउँछौँ। त्यसको लागि हजुरले देख्न सक्नुहुन्छ यहाँ कन्ट्याक्ट रहेको छ। त्यसपछि गएर चाहिँ हजुरले किप भनेर छ, जस्तो क्यालेन्डर भनेर छ। क्यालेन्डरमा हेर्छौँ, क्यालेन्डरमा चाहिँ हजुरहरूको चाहिँ आजको डेट देखाउँछ है। यहाँ चाहिँ हजुरको चाहिँ कति बजेर कति टाइम हो, आज के हो भनेर चाहिँ देखाउँछ। त्यही सँगसँगै गएर हजुरले चाहिँ यहाँ कन्ट्याक्टहरू देख्न सक्नुहुनेछ। कन्ट्याक्टहरू पनि रहेको छ, हजुरले यसरी कन्ट्याक्टहरू हेर्न सक्नुहुन्छ। सँगसँगै गएर किपमा पनि देख्न सक्नुहुन्छ। किपमा गएर पनि हजुरले चाहिँ यसरी चाहिँ हेर्न सक्नुहुनेछ। हो, अब यति भइसके पश्चात अझ हामीले कुनै पनि फाइल अथवा चाहिँ कुनै पनि फोटो इमेजहरूलाई कसरी चाहिँ गुगल ड्राइभमा चाहिँ राख्ने भनेर चाहिँ मैले हजुरलाई देखाउँदैछु। एट फर्स्ट त्यसको लागि हजुरले न्यू लेखेको छ प्लस आइकन, यसमा चाहिँ क्लिक गर्नुहोला। यसमा क्लिक गरिसके पश्चात हजुरले चाहिँ यहाँ कुनै गुगल डक्स, गुगल सिटहरू, गुगल स्लाइडहरू, गुगल फर्महरू चाहिँ राख्न सक्नुहुन्छ। अनि न्यू फोल्डर छ, हजुरले फाइल अपलोडदेखि फोल्डर अपलोड गर्न सक्नुहुन्छ। त्यति मात्र नभएर हजुरले चाहिँ गुगल स्क्रिप्ट छ, गुगल सिटहरू, गुगल म्यापहरूदेखि लिएर सबै कुराहरू चाहिँ यहाँ राख्न सक्नुहुन्छ। हो, यसको लागि हजुरले एट फर्स्ट आफ्नो माथि न्यू फोल्डरमा क्लिक गर्नु होला। न्यू फोल्डरमा क्लिक गरिसके पश्चात हजुरले यहाँ कुनै आफ्नो फाइलको नाम राख्नु होला। मैले मेरो फोल्डरको नाम राख्दैछु। हो, यो राखिसके पश्चात हजुरको चाहिँ यहाँ फोल्डर बन्नेछ। हो, यो बनिसके पश्चात हजुरले चाहिँ यहाँ देख्न सक्नुहुन्छ कहिले बनेको, डेट छ, त्यसको साइजहरू रहेको छ, बनाउने मान्छेको को हो, अनुहार पनि देखाइरहेको छ। मैले चाहिँ मेरो गुगल माई फोल्डरमा चाहिँ यहाँ गएर चाहिँ मैले 1-2वटा चाहिँ इमेजहरू चाहिँ अपलोड गर्छु। त्यसको लागि हजुरले चाहिँ कुनै पनि आफ्नो इमेज अथवा चाहिँ कुनै पनि हजुरले चाहिँ ल्याएर चाहिँ त्यसमा राख्न सक्नुहुन्छ। जस्तो मैले यो लिएर चाहिँ यसमा चाहिँ मैले चाहिँ यसरी चाहिँ ड्रप गर्दैछु। यो गरिसके पश्चात यो चाहिँ हजुरको गुगल ड्राइभमा चाहिँ अपलोड हुन्छ। अपलोड भइसके पश्चात हजुरले चाहिँ कुन डेटमा कतिको साइज छ भनेर चाहिँ यहाँ चाहिँ हजुरले देख्न सक्नुहुनेछ। हो, यति मात्र नभएर यदि हाम्रो गुगल ड्राइभ भरियो भने अब के गर्ने त हो, त्यसको लागि फेरि हामीलाई गुगल ड्राइभले चाहिँ गेट मोर स्टोरेज भनेर पनि दिएको हुन्छ है त। यसमा चाहिँ हामीले चाहिँ किन्नुपर्ने हुन्छ। जस्तो 10 GB छ, सँगसँगै गएर चाहिँ अरू पनि यसले चाहिँ दिएको हुन्छ। जस्तो हामीले चाहिँ 10 GB को 100 GB सम्म चाहिँ हामीले किन्न सक्छौँ योबाट। यसको लागि चाहिँ हाम्रो चाहिँ $0.49 मन्थली चाहिँ हामीले पे गर्नु पर्दो रहेछ। हो, हामीलाई यति 15 GB छ भने इनफ हुन्छ। सो त्यसको लागि चाहिँ हामीले किनिराख्नु चाहिँ पर्दैन है। त्यसले गर्दाखेरि यसरी चाहिँ हामीले गुगल ड्राइभ चाहिँ युज गर्न सक्छौँ। अब यहाँ भएको कुनै पनि फाइलहरू अथवा चाहिँ फोल्डरहरू पनि अब जस्तो मैले सेयर गर्नु पर्यो अरूलाई भनेपछि यो 3वटा लाइनमा हजुरले क्लिक गरेर यहाँबाट चाहिँ हजुरले चाहिँ सेयर गर्न सक्नुहुन्छ। हो, सेयर गर्ने टाइममा पनि हजुरले चाहिँ जस्तो कपी लिङ्क सेयर गर्नुहुन्छ है, त्यससँगसँगै गएर चाहिँ अथवा चाहिँ यहाँबाट गएर चाहिँ
जनरल एक्सेसहरू चाहिँ हजुरले के दिन चाहनुहुन्छ, एनुअल लिङ्क छ कि हजुरको है, सँगसँगै गएर एनुअल लिङ्कमा पनि हजुरले चाहिँ जस्तो भ्यूको मात्र अप्सन दिनुहुन्छ कि एडिटको अप्सन दिनुहुन्छ कि यो पनि हजुरहरूले चाहिँ दिन सक्नुहुन्छ है त। हो यसरी गरिसके पश्चात हजुरले चाहिँ एडिटको अप्सन लगाइसके पश्चात कपी लिङ्क गरेर चाहिँ हजुरले चाहिँ अरूलाई नि पठाउन सक्नुहुन्छ र यो अब हजुरले अरूलाई पठाएपछि अरूले डाइरेक्टली एडिट चाहिँ गर्न सक्छन्। यति चाहिँ अरूले भ्यूमा राखेर चाहिँ हजुरले चाहिँ जस्तो यहाँनिर हजुरले चाहिँ सेयरमा गएर यहाँ सेयरमा क्लिक गरिसके पश्चात एडिटरको ठाउँमा हजुरले जस्तो भ्यू गरेर चाहिँ हजुरले चाहिँ लिङ्क पठाउनु भयो भने पश्चात हजुरले चाहिँ मैले यो लिङ्क कपी गरेर अरू कसैलाई पठायो भने उसले चाहिँ यो फाइलमा हेर्न मात्र सक्छ, कुनै एडिटहरू चाहिँ गर्न सक्दैन है। हो एकदमै सहज हुन्छ, यो लङ टर्म पनि हुन्छ, पछिसम्म चाहिँ हामीले युज पनि गर्न सक्छौँ। आजैबाट हजुरहरूले पनि यसरी गुगल ड्राइभहरू युज गर्नुहोस्, आफ्नो फोटो इमेज टेक्स्टहरूदेखि लिएर पिडिएफ नोट्सहरूदेखि लिएर हजुरले सिम्पल्ली चाहिँ यसमा चाहिँ राख्न सक्नुहुन्छ। यो भनेको हजुरको लङ टर्मसम्मको लागि चाहिँ युज हुनेछ। त्यस सँगसँगै गएर चाहिँ हजुरले चाहिँ आफ्नो यसमा राखेको कुनै पनि फाइल अथवा चाहिँ डकुमेन्टलाई अर्को कुनै मोबाइल अथवा चाहिँ पछि गएर हजुरले डेस्कटपमा चाहिँ लगइन गर्दाखेरि यही हजुरले चाहिँ इमेल राखेर चाहिँ हजुर लगइन गर्दाखेरि यो सबै हजुरहरूको चाहिँ त्यो इमेलमा चाहिँ सेभ भएर बसेको हुन्छ। सो आयो यो हजुरहरूको लागि एकदमै हेल्पफुल हुनेछ यो भिडियो। आजको लागि हामी यति नै गर्छौँ र हामी अर्को भिडियोमा फेरि नयाँ टिप्स लिएर आउने नै छौँ। त्यसको लागि हजुरले देव धर्मेश युट्युब च्यानललाई फलो गर्नुहोस्, सँगसँगै गएर हाम्रो फेसबुक पेजमा पनि धर्मेश टेक गुरु भनेर फेसबुक पेज छ, त्यहाँ पनि हजुरले चाहिँ फलो गर्न सक्नुहुन्छ। आजको लागि यति नै, हस् त, बाई बाई।